नमस्ते। नमस्ते। हामी सबैजना नेपालको झापाबाट हामीले स्लोभाकियाका लागि एप्लाई गरेका थियौँ, जसमा हामीले स्लोभाकियाको वर्क पर्मिट छिटै आएर हामी त्यस लगत्तै 2-3 दिनभित्रै हामीले दिल्ली स्लोभाकिया एम्बेसी गयौँ र हामीलाई हाम्रो 2-3 दिनमै लगत्तै हाम्रो भिसा त्यहाँ लाग्यो र त्यो भिसा लागेको कारणले हामी सबैजना धेरै खुसी छौँ। र त्यसपछि हामी भोलि हाम्रो यसै क्रममा भोलि हाम्रो स्लोभाकियाको फ्लाइट छ। हामी बिहान पख जाँदैछौँ सबैजना खुसीका साथ। र हाम्रो स्लोभाकियाको जुन एजेन्सी छ हाम्रो VSG, उहाँलाई धेरै धेरै धन्यवाद। साथै हाम्रो नेपालमा रहेको एजेन्सीलाई पनि धेरै धेरै धन्यवाद। हामी सबैजनाले आफ्नो मन भित्रैबाट दिन चाहन्छौँ। धन्यवाद।